हेलो यार नमस्ते सबैलाई होइन यो चाहिँ मेरो अब आज चाहिँ अब लगभग 12 बजिसकेको छ नि त नेपालमा होइन न्यु इयर भइसक्यो अब न्यु इयर खुसियालीमा चाहिँ हामी केटाहरूले चाहिँ ती सानो प्रोग्राम गर्ने कि होइन खानपिन कार्यक्रम भन्दै थियौँ होइन त्यतिखेर चाहिँ अनि म पनि कामबाट फर्केको केटाहरू पनि कामबाट फर्किँदैछन् अनि मलाई चाहिँ अब केटा सामान लिएर आउनु भन्नु सबैले त्यही भएर चाहिँ म पनि सामान लिँदैछु हाम्रो चाहिँ फर्स्ट लिस्टमा चाहिँ हाम्रो यो छ क्या आज चाहिँ होइन यो आएर चाहिँ हामी लग्ने भनेछौँ अब फाइनल्ली हाम्रो चाहिँ अनि यो लग्नुपर्ने कुरा त्यो चाहिँ रेडी भइसक्यो होइन अनि त्यो चाहिँ म लगेर चाहिँ स्ट्यान्ड जाँदैछु अनि म यहाँ कमाइबाट चाहिँ बस स्टेसनबाट चाहिँ बस चढेर स्ट्यान्ड पुग्छु होइन अनि केटाहरू पनि त्यहाँ आउँछन् अनि हामी स्ट्यान्ड चाहिँ किन जानु लाग्यो भने त्यहाँबाट हामीले दामी पार्क देखेको छौँ होइन अब नजिकै पनि पऱ्यो अनि त्यही पार्कमा गएर आज बसेर टक्क केटा रमाइलो हान्नुपर्छ भनेको लानु अब त्यही हो हेरौँ कस्तो हुन्छ है चाहिँ सुमित्र मेरो भेट भइसक्यो होइन अब सुमित्र म चाहिँ टक्कै लाग्छ अब कोल्ड ड्रिङ्क्स चिप्स चाहिँ हामी यहाँ लिन आउँदैछौँ होइन कोल्ड ड्रिङ्क्समा चाहिँ हाम्रो चाहिँ अब यो कि रेडबुल भन्दा नि मोनस्टर खाने भन्ने कुरा भयो होइन चारवटा मोनस्टर लगाउने भन्ने कुरा भयो अनि चिप्स लगेर जाने यहाँबाट अब हामी चाहिँ अब बसको वेटिङमा छ खासमा हिँड्नु पिज्जा पनि हाम्रो रेडी भइसक्यो होइन अनि हामी चाहिँ अब पिज्जा लगेर चाहिँ यहाँबाट जाँदैछौँ होइन अब सबै हाम्रो आइटमहरू सब रेडी भइसकेको छ होइन अब गएर एकदम हन्टान्न मात्रै बाँकी खाना मात्रै बाँकी हो अब केही दिनमा चाहिँ हाम्रो त्यो खाने कार्यक्रम सुरु हुन्छ र हामी चाहिँ यहाँबाट निक्लिसक्यौँ अनि अब लगभग नयाँ वर्षको सबैले शुभकामना पनि छ होइन न्यु इयर स्पेसलको हो ओके हामी चाहिँ फाइनली होइन पार्कमा हामी पुगिसकेको छौँ होइन यो चाहिँ हाम्रो पार्कको एरिया होइन यो चाहिँ स्टाम्पको नजिकै रहेको पार्क छ होइन अब हामी त्यहाँ पुगिसकेका छौँ अनि हाम्रो सामान पनि हामी ल्याएर आइसकेका छौँ होइन त्यही हो अब सनसेट चाहिँ दामी देखेको छ है अब एकछिनमा हामी खाना सुरु गर्ने भनेको सबै सामानहरू यहाँ चाहिँ अब होइन के हो रेडी भइसक्यो होइन त्यही हो अब चाहिँ यहाँ सबै सामान रेडी भइसकेको छ चिकन आइटम मोनस्टर होइन टक्कै यो घडा हो अब चाहिँ सबैलाई है ह्याप्पी न्यु इयरको नयाँ वर्षको धेरै एकदमै धेरै शुभकामना नयाँ वर्षको होइन अब त्यही हो अब सुरु हुँदैछ अब खाना चाहिँ हाम्रो सुरु हुँदैछ होइन लगेर सबैलाई नयाँ वर्षको फेरि पनि धेरै शुभकामना खन्चुवार पनि यस्तो हो क्या होइन म भिडियो आउँदैछु खाइसकेको खन्चु 1 नम्बरको खन्चुवा हो क्या ऊ चाहिँ नयाँ वर्षको शुभकामना सबैलाई ल यु के आएर यतिको चाहिँ प्रगति भएछ केटाको है उपलब्धि भएछ होइन त्यही हो केही हुन्न के ह्याप्पी न्यु इयर केटा है अब चाहिँ हाम्रो चाहिँ होइन पिज्जा पनि यस्तो छ होइन एकदमै हट पिज्जा छ टक्क अब चाहिँ पिज्जाको हाम्रो हन्टिङ हुँदैछ यहाँ केटा अहिलेसम्म कस्तो लागिरहेको थियो मलाई नयाँ वर्ष सधैँ यस्तै कटर यो वर्ष सधैँ यस्तै कटर सधैँ खाना पाइयो सधैँ काम गर्न पाइयोस् त्यो पनि केटाहरूले लुकिङ सो मच एम्मी भने केटा होइन यतिको चाहिँ त्यहाँको पानी पुरी हेरेर चाहिँ यस्तो राख्छु होइन त्यो पानीपुरी भन्दा चाहिँ यो पिज्जा चाहिँ लास्ट मिठो छ होइन त्यही हो अब यतिको सफा चाहिँ हामीले बनाएको होइन यो सफा यो लास्ट सफा छ होइन अब लास्टमा चाहिँ यही हो चिप्स हो होइन मोटी भाइ फ्रेस छ नि अनिर भाइ चिप्स अब चिप्स लास्टको अब स्न्याक्स भनेको चिप्स हो होइन अनि यति चाहिँ हाम्रो इन्डिङ हुन्छ बिरयानी बाँकी छ बिरयानी सबैलाई हेभ अ गुड नाइट फाइनल्ली अब हाम्रो पार्टी सकिसक्यो होइन सबै केटाहरू चाहिँ के छ भ्याइयो नि भाइ अब यति छ होइन खासमा सकिसकेको छ होइन आजलाई प्याकअप छ होइन अब कस्तो भयो बबाल भयो होइन ओरिजिनल यसको लागि चाहिँ एकदमै धेरै धन्यवाद श्री थापालाई होइन हाम्रो टिमलाई हामी सबैले लिडरसिप त छ अनि सबैले हामीले प्लान गरेको होइन भान्जा बाबुलाई धेरै धन्यवाद त्योभन्दा पछिको हाम्रो भाइ नेपाली झन्डा भएको भाइलाई अनि हाम्रो खगन सरले एकदम धेरै बधाई छ होइन अब सबै केटाहरूलाई ह्याप्पी न्यु इयर फेरि पनि है नयाँ वर्षको एकदमै धेरै शुभकामना अनि हाम्रो नेपालमा भएको सबै साथीहरूलाई पनि एकदमै धेरै शुभकामना है नयाँ वर्षको शुभकामना आजलाई यति भाइ अब अर्को भिडियो बोला है अर्को भिडियो बोला शुभकामना प्लिज भाइ भनेर लिएर आएकोमा बोली फुट्यो ल यही अब यति हो होइन लास्टमा चाहिँ यो रविसहरू हामीले सबैलाई के त कलेक्ट गरेको ठाउँमा फाल्नुपर्ने छ यदि हामीले हामीसित फालेन भने फेरि कति पाउन्ड 400 पाउन्ड भनेको चाहिँ डोटो जोग होइन फाइन आउँछ त्यही हो नेपालमा भएका सबै
आफन्तजन सबैलाई चाहिँ के भन्ने नयाँ वर्षको शुभकामना। साथीहरूलाई धेरै 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 सम्झना छ होइन। अर्को वर्ष जो सँगै नयाँ वर्ष मनाउन पाइयोस् त्यही नै हो। ल यो चाहिँ मेरो केटाहरूको लागि है, मेरो सबै जो छ नि फ्रम पिपलको रूपमा आइज टु 5 वर्षपछि भेटौँला वाला अहिले भाइब्स भइसक्यो। हेरौँ केटा अर्को भन्न सकिन्न, 5 वर्षपछि चाहिँ भेट हुन्छ ढुक्क। यसरी चाहिँ हामी फेरि भेट्छौँ। हामी जुन पारामा बस्थ्यौँ फेरि बस्नेछौँ, ढुक्क पारा बस।